हेलो एभ्रिवान वेलकम ब्याक टु माई च्यानल हामी फेरि पनि काठमाडौँ आइसकेका छौँ किन भन्दाखेरि भोलि जनवरी 10 को दिनमा अल्टिमेट लिफ्टिङ क्लबमा फिटनेस एक्सपो हुन जाँदैछ एस्थेरिक टेकओभर सो त्यो इभेन्टको लागि हामी आज 9 जनवरीमा आयौँ धन्न टिकट पाइयो है म के सोचेको थिएँ भन्दा जस्तै खासै मान्छेहरू हुँदैन भरतपुरबाट काठमाडौँ जाने अनि वहीँ गएर बुक गर्छु भनेर ढुक्क भएर एयरपोर्ट गयो म लास्टमा त सब प्लेन प्याक भइसकेको रहेछ धन्न त्यहाँको मान्छेले के भन्नुभयो भन्दा एकछिन बस्नुहोस् हामी सक्दो मिलाउने ट्राई गर्छौँ अब कोही हुन्छ नि त मान्छेहरू कोही अब प्लेनमा टिकट बुक गरेर नजाने त्यस्तै त होला अफकोर्स त्यस्तै भएर खाली हुने होला अनि त्यही मिलाइदिने होला सो लक्कीली हामीले टिकट पाइयो र अहिले हामी काठमाडौँमा छौँ गाडीमा आउन सक्थ्यौँ तर गाडीमा ट्राभल गर्दाखेरि चाहिँ पुरै दिन बित्छ क्या गाडीमा ट्राभल गर्दा र मलाई एकदमै गाह्रो हुन्छ कि लाइन गयो भर्खरै सो त्यही हो मलाई एकदमै गाह्रो हुन्छ सो त्यही भएर लक्कीली हामीले टिकट पाइयो अहिले हामी काठमाडौँमा छौँ अब हामी भर्खरै आएर प्रोटिन सेक खाएर अब हामी जान्छौँ जिम अल्टिमेट लिफ्टिङ क्लब खासमा दाइहरूले जिम बन्द गरिसक्नुभयो 2 बजे बन्द हुनुपर्ने हो जिम तर मैले अघि दाइलाई कल गरेको थिएँ हामी यहीँ छौँ आउन भन्नुभयो अनि त्यही भएर मैले जान लाग्यो हामी अब लेट्स सी ट्रेन गर्छ कि नै ट्रेन गरे पनि थोरै ह्यामस्ट्रिङ मात्रै ट्रेन गर्न भएको छ यो विकको सबै ट्रेनिङ हाम्रो सकिसक्यो यताउता भयो नि त हजुरहरूले देखिराख्नु भएको छ अब भोलि एक्सपोमा नि वर्कआउट गर्नुपर्छ सो त्यही भएर म त्यो एनर्जी मेरो मसल्सलाई धेरै फेटिक गराउनु चाहन्न के सो ट्रेन गर्ने जोस आयो भने ट्रेन पनि गरिदिन्छौँ ट्रेन गर्ने जोस आएन भने त्यत्तिकै अब दाइहरूसित कुराकानी गरौँला के हो एक्सपो कस्तो हो भन्ने सबै कुराहरू हजुरहरूलाई म देखाउँछु सो 4:30 भएको छ अहिले 4:30 भएको छ हामी एङ्गोमा यहाँ ललितपुरमा बस्छु म थसीखेलमा अब यहाँबाट उता 3 कुने जानको लागि अलमोस्ट 20 मिनट्स 30 मिनट्स लाग्छ सो अब हामी निस्किन्छौँ ओके म अब हजुरहरूलाई वहीँ गएर भेट्छु है त ओके बाई एभ्रिवान सो अहिले वी आर एट युएलसी र काम एकदमै राम्रोसित हुँदैछ है पुरै काम भइरहेको छ है यसो यार कस्तो 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 छ भोलिको हजुरको तयारी एकदम राम्रो भइरहेको छ सी अल टुमोरो यो भोलि आउँछ कहिले आउँछ यो कहिले भने आउँछ चितवनबाट कहिले आयो तिमी आज म एक्सपोको लागि चितवनबाट आइरहेको छु चितवन गएको मान्छे एक्सपोको लागि एक दिन अगाडि काठमाडौँ आइरहेको छ काठमाडौँको मान्छेहरू आएन भने चाहिँ मैले जानेछु नि एक्सपो पछि नै रिलिज हुन्छ होला होइन दिस इज गोइङ टु बी अ बिग स्टेप फर आवर फिटनेस इन्डस्ट्री होइन हामी सबैजनाले फिटनेस इन्डस्ट्रीलाई अझ यो पहिला भन्दा त अब ग्रो भइ नै रहेको छ फिटनेस इन्डस्ट्री सो योभन्दा नि अझ नि नेक्स्ट लेभलमा लगाऊँ सँगै अझै ग्रो भनेर चाहिँ हामीले यो स्टेप चालेको हो सो सी यु अल सबैजना मिलेर अगाडि बढ्नुपर्छ लेट्स ग्रो टुगेदर थ्याङ्क यू यस एकदमै बवाल एक्सपो हुन लागिरहेको छ है अब यस्तो नेपालमा भएको थिएन यस्तो एस्थेरिक तरिकाले बवाल हुन्छ जेम्स दाइ हेलो सौरभ दाइ वान एन्ड ओन्ली हल्का खोकी लागिरहेको छ बट यस्तो सानोतिनो खोकीले हाम्रो इभेन्टलाई चाहिँ सक्सेसफुल हुनबाट रोक्न सक्दैन सो अब भोलि फिटनेस एक्सपो हुँदैछ नेपालमा हाम्रो युएलसी जिममा 3 कुनेमा सो सबैजनाले आफ्नो उपस्थिति जनाइदिनु होला लेट्स मेक इट बिग लेट्स मेक इट ह्युज हाम्रो नेपाली फिटनेस कल्चरलाई चाहिँ यसरी नै हामीले ग्रो गर्नुपर्छ सो हाम्रो यहाँ ब्यानर्सहरू पनि रेडी हुँदैछ सो भोलि 11 बजीदेखि स्टार्ट हुन्छ है त सबैजना आउनु होला भोलि 11 बजी या 11 बजीदेखि हुन्छ सो बेलुकासम्मै हुन्छ सबैजना आउनु होला आइल बी देयर सो अब आजको दिन रेकर्ड गरेर भोलि एक्सपोको दिन पनि यही भिडियोमा हालिदिने कि बरु 30 मिनट भयो भओस् 1 घन्टा भयो पनि भओस् के ओके मैले 2टा ब्याट्री लिएर आएको छु भोलिको लागि चाहियो भने मेरो ब्याट्री युज गर्दा हुन्छ पनि हाम्रो भाइ यहाँ चितवनबाट यहाँ भर्खर आएको छ चितवनबाट एक्सपोको लागि आएको छु यार म एक्सपोको लागि सो सबैजना आउनु होला जो फ्री हुनुहुन्छ प्लिज आउनु होला यु आर मोर देन वेलकम एन्ट्री इज फ्री सो सबैजनाले आफ्नो उपस्थिति जनाइदिनु होला सो फाइनली ड्रिम कम्स ट्रु भने जस्तै यो एक्सपो गर्ने भन्दै थियो अब गर्न सक्यौँ समहाउ कम्प्लिट देखिरहेको छु सो थ्याङ्क यू सो मच सबैजनाले जुन एउटा रेस्पोन्स आयो हाम्रो सोसियल मिडियामा त्यो एउटा जुन हाइप क्रिएट गर्न सक्यो हाम्रो फिटनेस इन्डस्ट्रीले भेरी ह्याट्स अफ टु यु अल गाइज सो यो भिडियो थ्रु उसकोबाट के भन्न चाहन्छु भने जो आउनुभयो थ्याङ्क यू सो मच होइन मिन्स अ लट होइन यस्तै अब एक्सपो यो एकदम राम्रो सक्सेस गयो भने होपफुली फ्युचरमा 2026 होइन 2027मा योभन्दा बिगेस्ट एक्सपो हामी फिटनेस इन्डस्ट्रीलाई दिन चाहन्छु म मेरो थ्रुबाट कन्ट्रिब्युसन आज चाहिँ जनवरी 9 हो जनवरी 9 हो सो कति बजे दाइ भोलि हाम्रो इभेन्ट स्टार्टिङ टाइम इज 11 o'clock सो सबैजना प्लिज 11 AM है प्लिज आइदिनु होला सो यु क्यान सी कस्तो हुँदैछ
सो भोलि जनवरी 10 मा चाहिँ हाम्रो एक्सपो हुँदैछ होइन युएलसीमा सो जो चाहिँ आउनुहुन्छ आउनुहोस् र नआउनेहरू पनि पछि युएलसी चाहिँ भिजिट गर्नुहोस् आउन नपाउनु भएकोहरू सो दिस इभेन्ट माइट नट बी बिगर वान बट इट विल बी द बेस्ट है नेपालमा जो पनि आउनुभयो थ्याङ्क यू सो मच फर कमिङ है अब थ्याङ्क यू सो मच के भन्ने यार त्यही नै हो अब अपकमिङ डेजहरूमा पनि यस्तै एक्सपो हुन्छ हजुरहरू आउनुभयो भने जति नै ठुलो एक्सपो भयो त्यति नै आँट आउँछ नि त दाहरूलाई पनि त्यही नै भन्छु म जहाँसम्म ल रेडी ल 2 3 गो आम्मा मम्मी त बोल्दैछ यार त्यसै हुन्छ होला ऊ हेर्न नाटक पारे क्या उसले रहेछ म त हल्लाउनु नि छैन म तपाईँको हातै कत्रो छ नि उसले ओभरल्याप भनिरहेको थियो कि अहिले कत्रो हात हो यो सुरुमा तिमी हान्ने को गर्ने के गर्ने के छेक्ने हो कि सुरुमा हान्ने नि हो कस्तो छेक्ने होइन म होल्ड गरिदिन्छु क्या होल्ड तिमीलाई पावर दिने म होल्ड गर्छु सुरुमा आम्मा होल्ड गरेको है यो चाहिँ अब फर्काउँदाखेरि कहाँ अगाडि आएको कस्तो यो के गरेको यो सिधा गर्नु सिधा निकेश दाइ पक यता आउन अलिक हेरिदिनु न त यो आउनै मेरो त सिधै छ यो हेर्नु त उसको पनि हेर्नु न यो यस्तो यहाँ धेरै भित्र छैन नि यो कतै राख न अब दुईजनाले ल रेडी हो एकछिन हो यसले भात त पार्छ फेरि होइन ए रेडी हो 1 2 3 गो सौदाइ Come on, let's go, guys, come on! Come on! प्र्याक्टिस गरेर छिटो जाऊ मेन प्रेस हानेर हेलो एभ्रिवान हामी यता हिमालयन जाबामा आएका छौँ ब्रेकफास्ट गर्नको लागि अब घरबाट केही पनि नखाइकन कपाल सेट गर्न गएको थियौँ कपाल हजुरहरूले त्यस्तो सेट देख्नु भएको छैन होला किन भन्दाखेरि मलाई यस्तो मेसी कपाल नै सुहाउँछ कि सुहाउँछ नि मलाई मनपर्छ सो कपाललाई हल्का हल्का काटेर हल्का सेरमहरू लगाएर यत्तिकै मेसी छोडिदिन्छु मैले यही नै मेरो हेयर स्टाइल सो कपाल सेट गरेर हामी यता क्याफेमा आएका छौँ अब ब्रेकफास्ट खाएर हामी सिधै जान्छौँ अल्टिमेट लिफ्टिङ क्लब खासमा भन्दाखेरि 9 बजे जानु थियो दाइले 9 बजे बोलाउनु भएको थियो 11 बजेबाट चाहिँ अफिसियली इभेन्ट स्टार्ट हो अहिले चाहिँ 9:29 भयो अहिले चाहिँ हेर्न सक्नुहुन्छ हजुरहरूले 9:29 भएको छ 9:30 भयो भर्खरै ठिकै छ हामी सकेसम्म चाँडो जाने ट्राई गर्छौँ हामी जाँदैछौँ उता 3 गुणे युएलसी एस्पिरेक्ट टेकओभरमा खासमा 9 बजे बोलाउनु भएको दाइले अब ब्रेकफास्टहरू खाँदाखेरि एकदम ढिलो भयो हामीसित हुनुहुन्छ सफल सर अब भर्खरै रिजर्ट दाइहरूसित कुरा भयो एकदमै राम्रो बनाउनु भएको रहेछ दाइहरूले उता भेन्यूमा डेकोरेसन्सहरू गरेर कार्पेटहरू ओछ्याएर अब दाइहरूले एकदम मेहनत गर्नुभएको छ हाम्रो त कामै केही छैन ब्लग गर्ने बस्ने म चाहिँ अब चितवनको मान्छे मलाई चाहिँ यो ट्राफिक चाहिँ अचम्मै लाग्छ क्या ललितपुर चाहिँ कम्पेरिटिभली चिलै रहेछ अब हामी 3 कुने नै हो हामी है युएलसी आउन हामी अब धेरै टाइम छैन त्यही भएर ब्लगिङ पनि अब स्टार्ट गरिदिएको यस वी आर एट अल्टिमेट लिफ्टिङ क्लब ल दाइ मलाई लगाइदिनु के छ जेम्स दाइ अल गुड भाइ वेलकम टु फिटनेस एक्सपो है हजुरको हात खै त मेरो हातमा हुन्छ म लगाइदिनुमा परे आज हेलो जिन ओके ऊ चाहिँ जिन उसित पहिला कुरा भएको थियो फर्स्ट टाइम भेटेको ओके Okay, so hello everyone, I'm Jin र आजको यो एक्सपोमा चाहिँ इट्स द बिगेस्ट इभेन्ट अफ आवर ULC र इट्स अ रिभोल्युसन इन फिटनेस अफ नेपाल
but it's pretty good. I know we're trying to bring out the Nepali aesthetic, and it's pretty good right now. So next. Subscribe to Avinash. I know he's a great guy. I love his videos. I love his content. Just amazing. I love you, bro. He is founder of Phoenix. Everyone knows. So, hello guys, मेरो नाम चाहिँ कुनाल है, फाउन्डर अफ फिनिक्स एज अविनाश टोल्ड. अब के भन्नु, अब यो नेपालमा चाहिँ हिस्टोरिक मोमेन्टै भन्छु म होइन. इट्स नट जस्ट एन इभेन्ट, यो चाहिँ एउटा रेभोल्युसनरी इभेन्ट हो है. मैले चाहिँ रेभोल्युसनरी वर्ड पनि युज गर्दै, किनभने दिस इज अ रेभोल्युसन नेपाली फिटनेस इन्डस्ट्रीमा होइन. सो अब 2026 चाहिँ यो 2026 होइन है गाइज, इट्स 2016. इफ यु नो यु नो होइन, इट्स 2016. अब एक्सपो बवाल हुनेवालामा छ. 2026 पुरै इयरै बवाल हुनेवालामा छ. सो all I have to say is that's it. Thank you. Stay aesthetic forever. Stay aesthetic forever. Stay aesthetic forever. Stay aesthetic forever. को आएको छ अरू? बल्की लिभाई छ. कहाँ छ लिभाई? लिभाई यहाँ छ होला. आउँदा. Best cameraman in the town. Let's go. Nice यार. तिमीलाई कति देखेको मैले यार? NYFC नेपालगञ्ज. ए तिमी क्यालिस्थेनिक्स गर्छौ? क्यालिस्थेनिक्स क्रसफिट. नाम के अरे तिम्रो? ए ओके, तिमीलाई मैले टिकटकमा देखेको. Guess this guy's age. हजुर? Guess his age. 17? 18? ओके नाइस. बल नेक्स्ट लेभल सार फिजिक तिम्रो एकदम स्ट्रेटेड छ यार. La vida es un carrusel, 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 carrusel. La vida es un carrusel, 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 carrusel. La vida es un carrusel. Guys, what is aesthetic for you? सो मेरो लागि चाहिँ एस्थेटिक भनेको चाहिँ ज्यान बनाउनु मात्रै होइन, इट्स हाउ यु लिभ हो क्या. अब हाउ यु हेभ फन, तिमी आफ्नो बडीलाई कसरी ट्रिट गर्छौ, लाइफलाई कसरी ट्रिट गर्छौ, कतिको रमाइलो गर्छौ, कतिको तिमी डिसिप्लिन छौ, सबै कुरालाई चाहिँ कम्बाइन गरेर तिमीले लाइफलाई अगाडि बढाउँछौ भने देन द्याट इज एस्थेटिक फर मी. What is aesthetic for you? आई थिङ्क एस्थेटिक भनेको चाहिँ जस्ट फिजिक मात्र बनाउनु होइन, जस्ट एस्थेटिक भनेको चाहिँ पुरै लाइफस्टाइल हो क्या. लाइक हाउ यु इन्जोय इट नि. कुनालले भनेको जस्तै मेरो पनि सिमिलर एन्सर हो. अब जस्तो एस्थेटिक भनेको चाहिँ प्योर बडी बिल्डिङ होइन, यसमा चाहिँ लाइक फन वेमा जान्छ भनौँ न. सो द्याट्स इट. So, Jin, what is aesthetic for you? So for me, aesthetic is a way of living. Okay, so aesthetic it's not just about body, it's about your lifestyle. So aesthetic is about enjoying yourself and all those stuff. You know, aesthetic is not just about body. You they solely remind conversa. So that's it. That's aesthetic for me. Thank you. What is aesthetic for you? Aesthetics for me is genetics plus workout, bro. Proportion पनि त हुनु पर्यो नि होइन एस्थेटिक हुनलाई, त्यही हो. फाइनली फिटनेस एक्सपो एन्ड भयो. कस्तो भयो ब्रो एक्सपो? रमाइलो भयो हजुर ब्रो, लभ सपोर्ट लेखेर म एकदमै ब्लेस्ड फिल गर्छु. अति नै सपोर्ट पाए जस्तो फिल भयो कि मलाई चाहिँ. थ्याङ्क यू सो मच अल अफ यु फर कमिङ. थ्याङ्क यू सो मच अल अफ यु फर सपोर्टिङ मी. किप सपोर्टिङ. अझै पनि हजुरहरूलाई भ्यालु प्रोभाइड गर्न ट्राई गर्छु म. यसरी नै हो इन्डस्ट्री ग्रो हुने है. एकदमै बवाल एक्सपो इभेन्ट पुल अप गर्नु दाइहरूले, बवालै मजा आयो. खत्रै ब्रो केही भने के होइन, रमाइलो भयो. ओके, सो म हजुरलाई घरमै गएर भेट्छु. बाई. म घर आइसकेको छु. ओ सेट, सच अ टायरिङ डे. एकदमै थकेर आयो आज मलाई. पुरै दिनभरि म उभिएको छु. मेरो खुट्टा पुरै एकदम दुखिरहेको छ कि. अब म हजुरहरूलाई के भन्न चाहन्छु भन्दा थ्याङ्क यू अल अफ यु एभ्री वान फर लभ एन्ड सपोर्ट. एकदमै
टोटली अनएक्सपेक्टेड थियो यतिको माया पाउँछु भनेर। एकदमै अब थाहा नै हुँदैन क्या हामीले जब एउटा कोठामा बसिन्छ अथवा कुनै जिममा गएर भिडियो बनाइन्छ है, अब त्यो भिडियोले गर्दा मान्छेहरूको लाइफमा यति धेरै इम्प्याक्ट पारिरहेको छ भनेर हामी अवेरै हुँदैनौँ कि। आउने दिनहरूमा म हजुरहरूलाई अझै एकदमै क्वालिटी कन्टेन्ट्सहरू प्रोभाइड गर्न ट्राई गर्छु, हजुरहरूको लाइफमा अझै पोजिटिभ इम्प्याक्ट क्रिएट गर्न ट्राई गर्छु। सो त्यही नै थियो, सबै क्लिप्सहरू मैले आज हजुरहरूलाई देखाउन पाइनँ। कति क्लिप्सहरूमा त मैले मेरो माइकै अन गर्न बिर्सेको रहेछु। सो त्यो सबै क्लिप्सहरू वेस्टै गयो है, अब साउन्ड नै छैन। कति धेरै दाइहरूसित मैले भिडियो बनाएको थिएँ, यहाँ रिचर्ड दाई पुकार दाईसित, सबै मेरो त्यो साउन्डै नआएर बर्बादै भयो है। अब केही पनि गर्न सकिँदैन, वी क्यान्ट चेन्ज द पास्ट। अब फ्युचरमा हामी भिडियो बनाउनेवाला छौँ अफकोर्स दाइहरूसित, त्यसको लागि केही पनि छैन। सो त्यही नै थियो, किप सपोर्टिङ। म भेट्छु हजुरलाई नेक्स्ट भिडियोमा। बाइ बाइ एभ्रिवान।